हेलो गाइस, वेलकम टू माय न्यू ब्लॉग। थनी गाइस, मैले धेरै दिनको लागि ब्लग बनाएन किनभने मेरो मोबाइल बिग्रेको थियो अनि मेरो छ नि साइकल गाडीको ब्रेक पनि निकालेको छ अनि म छ नि स्केटिङ पनि गएको थिएँ। म हजुरलाई स्केटिङको भिडियो देखाउँछु भने थिएँ, मोबाइल नि बिग्रेर स्केटिङको भिडियो पनि बनाउन पाएन। अब चाहिँ म हजुरलाई साइकलको ब्रेक निकालेको देखाउँछु। एउटा चाहिँ ब्रेक नि छैन, पहिला एउटा ब्रेक थियो अनि यता चाहिँ ब्रेक यता लागेको छैन, यता क्र्याक आएर उता ब्रेक निकालेर कुन बेला झ्याप ब्रेक लगाएर उठ्यो टायर, त्यसले चाहिँ यो ब्रेक फुटालेर निकाले अनि छ नि यो अब यो क्र्याक यस्तो झ्याप यता ब्रेक लाग्यो भने झ्याप ब्रेक नि कुन बेला लाग्ने थियो अनि कुन बेला ब्रेक लाग्यो भने पछाडिको टायर नि उठ्यो। अनि गाइस अब चाहिँ म भर्खर स्कुलबाट आएपछि भ्लग बनाउन सुरु गरेँ हो। अब चाहिँ छ नि म उता माथि खाजा खान जान्छु अनि खाजा खाएपछि म आफ्नो होमवर्क गर्छु। होमवर्क गरेपछि छ नि म भ्लगमा जे गर्ने गर्छु। अब चाहिँ म उता माथि जान्छु खाजा खानुको लागि। खाजामा चाहिँ समोसा रहेछ, यता चाहिँ मैले समोसा खाइरहेको छु। अब छ नि समोसा खाएर होमवर्क गर्छु अनि त्यसपछि अरू ब्लग बनाउँछु। यता समोसा र होमवर्क गरेर भइसक्यो। अब चाहिँ म यता चक्लेट खान्छु। गाइस, यो चाहिँ यो अमेरिकन चक्लेट हो, यो चाहिँ मेरो साथीले दिया हो अनि छ नि मेरो साथीको नाम चाहिँ उता रिप्सन हो। अब चाहिँ म उता तल जान्छु। यता चाहिँ म यता घरभित्र साइकल चलाइरहेको छु। यता छ नि यता टल ठोकेर मलाई धेरै आवाज आउँछ, यता टल यसरी झ्याप चलाउँदा यसरी ठोकिरहेको छ, त्यसैले धेरै नराम्रो आवाज आउँछ। अहिले छ नि म टेके यताभित्र चलाइरहेको अनि छ नि अनि छ नि मलाई ठकठक गरेको आवाज सुनाउँछु। यो चरीलाई बेर ठोकिरहेको छ। अब चाहिँ म हजुरलाई साइकल चलाएको भिडियो देखाउँछु। अब चाहिँ म यता माथि आएको छु अनि छ नि बाहिरबाट चाहिँ बिहानबाट छ नि यता रानी वन छ नि यसो देख्छ। अनि माथि छ नि नेपालको झन्डा छ। अब चाहिँ छ नि एउटा साइकल छ, यो चाहिँ मेरो साइकल हो, त्यो छ नि बिग्रिसक्यो, त्यसैले चाहिँ यो मैले उता किनेको 2 क्लासमा, यो चाहिँ म एलकेजी युकेजी क्लासमा चलाउँथेँ। अब छ नि म तल जान्छु। अनि गाइस, यता चाहिँ झुला छ भने थाहा छ होला। अझ म एकछिन यता झुल्छु। गाइस, ढ्याङ्ग आउँदा थियो के हो हेरौँ त, ढ्याङ्ग केसको आवाज थियो, मलाई थाहा भएन ढ्याङ्ग केसको आवाज थियो, उता ढ्याङ्ग केसको आवाज थियो, मलाई त्यो चाहिँ थाहा थिएन। ढ्याप्प ढ्याङ्ग आवाज थियो, कडाबाट आयो, यो चाहिँ थाहा थिएन। अझै म छ नि हजुरलाई एउटा होटेल देखाउँछु। त्यो चाहिँ त्यसको नाम चाहिँ पहिला पुनासो थियो, अहिले त्यो रिसोर्टलाई बेचिसक्यो। अब छ नि म एकछिन किचनभित्र जान्छु।
यो यता चाहिँ किचन छ यो चाहिँ हाम्रो किचन हो अनि छ नि यता हाम्रो फ्रिज छ अनि गाइस अब छ नि म हजुरलाई एउटा रुम पनि देखाउँछु हाम्रो किचन उतापट्टि एउटा रुम छ यता चाहिँ रुम छ यता अनि यता एउटा फ्रिज पनि छ यो फ्रिज पनि चल्छ यसको यो चाहिँ अन छ अब चाहिँ म यसलाई अन गर्छु र हजुरलाई चलेको देखाउँछु अब चाहिँ यता चलिरहेको छ यता चिसो छ यो किन यता राख्यो भने हामीहरूले पहिला यो फ्रिज युज गर्थ्यो यो फ्रिज बिग्रेर यता राख्यो हामीहरूले मान्छेलाई बोलाएर बना अनि बन्यो अब छ नि अफ गरेर देखाउँछु म हजुरलाई अफ गर्ने बित्तिकै चिसो पनि आएको छैन यता जाने गाह्रो छ किनभने यो धेरै वर्ष भइसक्यो यता जाम छ अनि गाइस यता चाहिँ हामीहरूको सङ्घा छ हामीहरू चाहिँ दसैँमा यो सङ्घा उडाउँछौँ अनि अर्को सङ्घा पनि चोट पार्छौँ अनि छ नि यता चाहिँ बेड छ यता चाहिँ म कहिले कहिले यता सुत्छु राति अनि छ नि अनि यता चाहिँ हामीहरू चाहिने सामानहरू लाग्छ अनि गाइस हामीहरूको यो चाहिँ लट्टा हो हामीहरूको अझै लट्टा छ तर त्यो चाहिँ तल छ अनि गाइस यता चाहिँ ब्याग छ यो ब्याग चाहिँ छ नि उता पहिले यता मान्छेहरू बस्छन् तिनीहरूले यता ब्याग छोडेर गयो अनि यता तल ज्याकेट पनि छ यिनीहरू डुबे लेदरको हो अब चाहिँ म यता बाहिर जान्छु अब चाहिँ म उता तल जान्छु अनि गाइस यता चाहिँ हामीहरूको मन्दिर हो यता चाहिँ भगवान हुनुहुन्छ यता अब चाहिँ छ नि म तल जान्छु अनि गाइस यो चाहिँ हाम्रो सुज ऱ्याक हो यो गाइस दुईटा राख्छौँ अझै म एउटा अझै तल जान्छु अनि यता चाहिँ स्नो छुटिरहेको छ स्नो अझै म तल जान्छु यता छ अनि यो चाहिँ छिमेकीको साइकल हो अनि गाइस यो चाहिँ मेरो बाको स्कुटी हो उता बाइक पनि थियो बाले ल्याउँछ त्यो बाइक लिएर जानुभयो ल गाइस अब चाहिँ म हजुरलाई साइकल चलाएको ठाउँ आवाज आएको देखाउँछु अहिले यता ठ्याङ आएको आवाज सुनेको होला हजुरले ठ्याङ आएको आवाज सुन्नुभयो होला अनि छ नि अहिले देख्नुभयो होला म यता ठोकेर लडेर थिएँ किनभने मेरो यता जाम भएको थियो ह्यान्डल घुमाउने नसकेर म लडेँ सरी अनि छ नि अब आउने मन्थतिर मेरो नयाँ साइकल आएछ अनि छ नि म अब त्यहीसँग भिडियो बनाउँछु अनि छ नि यता
क्र्याक ल्याउँछु ऊ यता क्र्याक भएको थियो क्र्याक भएकोले पहिले थाहा भयो होला अनि गाइज अनि छ नि म यो साइकलको अगाडि लगाइदिन्छु होला किनभने मेरो नयाँ साइकल आइरहेछ अनि गाइज यो चाहिँ मेरो सेकेन्ड साइकल हो फर्स्ट साइकल न माथि छ अनि गाइज यता छ नि मेरो साइकलमा यता खिया लगाइसक्यो साइकलको चेनमा खिया छ अनि छ नि यो साइकल मलाई सानो पनि भएको छ अब अर्को चोटि म यो नानी ठुलो साइकल किन्छु अनि छ नि गाइज यसको सिट खोल्नको लागि यस्तो गियरवाल जस्तै होइन यसलाई नटले घुमाउनु पर्छ ल गाइज उता चाहिँ राति भइसक्यो अनि छ नि म उता तल क्रिकेट खेल्न गएको थिएँ अनि छ नि क्रिकेट खेलेको चाहिँ मैले भिडियो बनाउनु पाइनँ किनभने यसमा चार्ज सकेको थियो अनि चार्जमा हालेर भिडियो बनाउन सकिनँ अनि मैले होमवर्क पनि गर्नु छ अनि अब खाजा खाने हो खाजा खाएपछि होमवर्क गर्छु मैले भने उतै खाजा खाएपछि होमवर्क गर्छु भनेर अनि छ नि होमवर्क धेरै भएर आडी भएको छु अब चाहिँ म आडी गर्छु आजको लागि यति थ्याङ्क यू सो मच वाचिङ बाई